11 जना पाकिस्तानी आर्मी को डेलिगेशन बोलाएको छ। नेपाल सरकारले के मेसेज दिन खोजिरहेछ? पछौटोपनको कारण एउटा हाम्रो असन्तुलित परराष्ट्र नीति हो, किनकि हामी असंलग्न राष्ट्रको रूपमा कसैप्रति टिल्ड हुँदैन। मैले कुरा यो किन भन्न खोजेको भने अहिले भारत र पाकिस्तानको पहलगाम, भारतको काश्मीरको पहलगाम घटना भएपछि भारत पाकिस्तानको बीचमा तनाव छ, कुनै बेला पनि युद्ध हुन सक्छ। त्यस्तो बेलामा नेपाल सरकारले हिजो 4 मई को 11 जना पाकिस्तानी आर्मी को डेलिगेशन बोलाएको छ। नेपाल सरकारले के मेसेज दिन खोजिरहेछ? त्यो पाकिस्तानी आर्मी को डेलिगेशन कतार एयरवेज को फ्लाइट नंबर 646 बाट एयर कैडर साद मंसूर अंसारी को नेतृत्वमा आएछ। के हामी कसैको सँग पक्ष लिन मिल्छ? किनकि हाम्रो मेसेजिङ यो टाइमिङ गलत हो। पाकिस्तान को मान्छे आउनुहुने त्यो भन्न खोजेको होइन, तर एकातिर हाम्रो छिमेकी संग इभन जसमा नेपाली व्यक्ति पनि हत्या